रोक्नुस् न तपाईको परिचय दिनुस् ए हुन्छ यहाँ आउनुस् त ए हुन्छ यहाँ आउनुस् त ए मेरो गाईहरू हजुर अनि यहाँ गोरु हुन् गोरु गाई हो छन् यहाँ एउटा गोरु एउटा गाई छ हजुर अनि उहाँ चाहिँ बाछो छ क्या हजुर यो चाहिँ यो यसको बाछो क्या यो चाहिँ हजुर त्यही भएर ए अनि तपाईँले चाहिँ आजबाट किन परिचय गर्नको लागि यस्तो भन्नुभयो सोधेको नि तपाईँ को हो कहाँको हो भनेर कहाँको हो तपाईँ ए पहिले फर्स्टमा म आफ्नो परिचय दिन्छु ल हुन्छ हुन्छ मेरो नाम चाहिँ निकिसा हो हजुर अनि मेरो घर चाहिँ माथि वाक्कु हो तर मेरो चाहिँ मावला चाहिँ काठमाडौँमा हो मेरो बाबाको नाम नोद कुमार थापा मेरो मम्मीको नाम इन्दिरा मेरो निखिललाई नै पनि डिप्रेसन भएको थियो क्या अलि दिमाग ह्याङ भएको थियो क्या त्यही भएर त अर्को दाइ अर्को दाइको त काठमाडौँमा पर्छ त्यसैले त भनेको नि अनि मेरो त छ नि मेरो चाहिँ ठुलो गाई फार्म छ मेरो गाई फार्म छ त्यसमा गोबर सर्नुहुन्छ म सर्दिनँ मेरो बाबाहरूले गाई सर्नुहुन्छ मेरो काठमाडौँमा चाहिँ ठुलो गाई फार्म छ क्या त्यही भएर भने मेरो गाईलाई यस्तो छ यसले त म जाँदिनँ तर मलाई हान्छ त्यही भएर म जान्छु हान्दैन जानुहोस् त हान्दैन पल्लोले चाहिँ हान्छ ओल्लोले हान्दैन ओल्लोले त माया गर्छ केही गर्दैन माया गर्छ बच्चालाई मेरो गाई साटिरहेको मेरो ब्रेसलेट खाइदिन्छ क्या यो समात्नुहोस् त एकैछिन चिया खाँदै हुनुहुँदो रहेछ हजुर परिचय पनि किन यस्तो चिया खाँदै दिनुहुन्छ सरी हजुर सरी मेरो गाई हो रहेछ अझै पुरै विश्वास भयो चिराउँदैछ त कति राख्छु म त्यो चाहिँ गोरु हो क्या धेरै धान छ साथीहरू यो हो मेरो गाई चार मात्र क्या खरी पनि तपाईँदेखि डराइसक्यो हेर्नु डराइहाल्छ नि जडे गाई छ यसको मात्र होइन अरू पनि परिचय दिनु न उपर सानोको परिचय दिनु अब जाउँ हिँड्नुहोस् अगाडि हजुर यो गोरु बिस्तारै हिँड्नुहोस् त झन् चर्सिन्छ किन्नी चाहिँ हाम्रो भर्खर ब्याकी हो अलि यति नाच्छन् मलाई नै हान्ने गरेन त नगर्नुहोस् तर्सिन्छ है अब गोठ कस्तो छ त्यसको बारेमा भन्नुहोस् अब गोठ फुलान्सा गरेर हेर्नुहोस् यहाँ है यो चाहिँ हाम्रो हजुर गाई बान्ने ठाउँ गाई हजुर बान्ने ठाउँ यो चाहिँ गोरु हान्छ अहिले चाहिँ उयो यहाँ बाछो यहाँ चाहिँ बाछो बान्छु क्या तातो ठाउँ रहेछ नि कस्तो तातो ठाउँ छ यहाँ त म खेलेर जाउँछु हो त सुत्नुहोस् नसुत्ने यहाँ सुतेको छ कि बाछो सुत्ने मान्छे सुत्ने भन्दा बाछो सुत्ने राम्रो रहेछ हेर्नुहोस् यो सबै मैले नै बनाएको त हो नि हो तर तपाईँ कति वर्ष लाग्नुभयो म त्यही 80 लाग्नुभयो म त 9 वर्ष लाग्यो नि भर्खर किछु हो र 2 कक्षामा पढ्छु ए फर्स्ट गर्ल है तर फर्स्ट गर्छु तर ह्यान्डराइटिङ त लास्ट गर्छु तर सबैभन्दा ह्यान्डराइटिङ मेरै छ सबैभन्दा तर घरमा चाहिँ मेरो ह्यान्डराइटिङ राम्रो छैन क्या म ट्युसन जान्छु भर्खर ट्युसन गरेर उमा के अरे भाउजूसँग उहाँ गरेर आएको क्या तपाईँको भाउजू हुनुहुन्छ हुनुहुन्न नि ए यहाँ हेर्नुहोस् त यो मेरो बोयफ्रेन्ड म नाचेको हेर्नु है तपाईँ गीत गाउनु मलाई गीत गाउन आउँदैन आफै गीत गाउँदैन त न ए हुन्छ नि कुन गीतमा नाचौँ होला त भन्नुहोस् त रुकुमै कोटा ए त्यो कमरैमा हजुर कमा टु 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 रु टु 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 गीत नि गाउनुहुन्छ कि म गाइहाल्छु नि कमरैमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै
राम्रै हो मन पर्यो नि ओठ आँखा नि राम्रै हो मन पर्यो नि ओठ ए भइहाल्छ नि अब आजको वातावरण दिनको बारेमा भन्नु न यस्तो छ दिन यो हेर्नुहोस् त यहाँ हेर्नुहोस् त दिनहरू कस्तो छ हिउँ पर्ने नरहेछ तर मात्र हाम्रो घरमा कस्तो हिउँ पर्न रहेछ यो चाहिँ हाम्रो घर हो यो चाहिँ हाम्रो अहिले किनेको घर अब तल पनि एउटा घर छ हाम्रो सिङ्गलमा ठुलो मान्छेको घर छ त्यही घरमा बस्ने भनेको थियो सिङ्गलकामा हजुर तर हामी खोइ कहाँ बस्ने मेरो घर चाहिँ देखाउनुहोस् न हुन्छ पहिला छोड्नुहोस् न यता आजको दिनको बारेमा पहिला भन्नुहोस् आज दिन त मौसमै कस्तो खराब छ हिमाल पनि कस्तो देखेको छ हिमालय छेकिसक्यो होइन साथी यो त हिमाल होइन यो त हिमालको हिउँ परेर सबै उयो गरेर अब फेरि यसलाई जोडिदिन्छ क्या यहाँ हेर्नुहोस् त उतानिर छ हाम्रो त संसार हाम्रो एक्लै ज्यान हो क्या एक्लै जानु उता हेर्नुहोस् न यसको परिचय दिनुहोस् यसको यसको त कोरै नगर्नु यसलाई त म मार्नु जस्तो लागेछ हौ नमार्नुहोस् न हजुर यो त कस्तो गोरु छ हेर्नु त कान्छा छेउमा गएर देखाउनु त छेउमा गएर देखाउनु न हान्दैन होइन हजुर सरी म तपाईँसँग अब तपाईँको पैसा कमाएको आइसो गर्नुहुन्थ्यो नि म अब अहिले बोल्दिनँ कट्टा अब बाख्राको परिचय दिन जाउँ है त खतरा भिड चढ्नु म सानी बसी भए पनि